नेताज्यूको फोन। हजुर नेताज्यू, भन्नुहोस्। केटाहरूलाई मैले पठाइसकेँ। भरे बेलुका 9 बजेतिर 9 बजे माल तपाईँको हातमा आइपुग्छ। हजुर हजुर अनि नेताज्यू अर्को कुरा, तपाईँलाई मेरो बानी पहिलादेखि नै थाहा हो। मैले तपाईँसँग अहिलेसम्म धेरैचोटि काम गरिसकेँ र तपाईँले मलाई अहिलेसम्म दुखी बनाउनु भएको छैन, मलाई थाहा छ। यो हाम्रो ठुलो डिल हो मेरो साथ। यो डिलमा चाहिँ पहिलाको जस्तो हिसाब किताबमा चुक्नु हुँदैन। म त्यो चुक्ने काम कहिले पनि गर्दिनँ। तपाईँलाई थाहा नै छ नेताज्यू, मैले गरेको काम कहिले चाहिँ असफल भएको छैन। मैले केटाहरूलाई पठाइसकेँ। केटाहरू यहीँ आउने भन्थे, खोइ अहिले आइसम्म आएर अब आउने बेला हुनु लाग्यो। केटाहरू आएपछि म बुझेर म तपाईँलाई फोन गर्छु। ल ल ल होइन, केटाहरू अहिलेसम्म पनि आएनन्, कहाँ गएछन्? यति बेला आइपुग्नु पर्ने हो। लोकेसन पनि यही दिएर गएको थिएँ। कति ढिला गर्छन् क्या केटाहरू, कति ढिला गर्छन् यार, जहिले यस्तै गर्छन्। यत्रो बेरसम्म पनि आउँदैन, कहाँ बस्छन्? यहीँ आउँछु भन्थे। फोन पनि अफ गरेँ, दुइटैको फोन आउँछ। कति यो काममा मलाई केटाहरूले गद्दार त गर्दैनन् नि। यो काम फस्यो भनेदेखि त 5 करोड रुपियाँ फस्यो त। केटाहरू बल्ल निस्क्यो, बल्ल आयो केटाहरू आइपुगे। यसरी भनेको काम गर्छन् त बेला बेलामा आफूलाई पनि भन्न मन लाग्छ। केटाहरू टक्रक्कै आइपुग्यो। ल माल लिएर आयो होला नि केटाहरूले, टक्क माल लिएर आयो केटाहरूले। अब केटा माल दे काल्दालाई तपाईँले भने माल सहीसँग ल्याइदेख। वाह, केटाहरूले गर्छन्। सामान त सबै छ नि? सबै छ। वाह केटा हो, मलाई विश्वास थियो तिमीले यो लिएर आउँछ। तिमीले मलाई आज चाहिँ विश्वास दिलायो। यस बापत तिमीले पनि राम्रै दाम पाउँछ। तिमीहरू चिन्ता नगर, मसँग काम गर्दै जाऊ। तिमीहरूलाई छिटो त भन्दिनँ, 1 वर्षभित्रमा करोडपति बनाइदिन्छु तिमीहरू। ठिक छ, त्यो सामान लगेर मेरो गोदाममा सही सलामत राख। केटाहरू तिमीहरू पनि थाकेर होला, शीतलमा चिल गर्दै भन्नुपर्छ। यो माल ल्याउँदाखेरि कतै बाटोतिर पुलिस सङ्घात्मक मान्छेहरूले त भेटाएन नि। तपाईँ ढुक्क हुनुहोस् क्या काली दाजु, हामीले तपाईँसँग यति धेरै कामहरू गरेर अहिलेसम्म यो हाम्रो यो सामान लिएर बारेमा कसैलाई केही थाहा छैन क्या। थाहा छ त बस्नु किन्दामा ढुक्क हुनुहोस्। त्यही त केटा हो, मैले त्यही भएर तिमीहरूको विश्वास लागेर नै मैले तिमीलाई यो सामान लिन पठाएँ। मलाई थाहा थियो केटाहरूले गद्दार नगरिकन मेरो ठाउँसम्म सामान सही सलामत ल्याउँछन् भन्ने विश्वास जितेको। तिमीहरूलाई पनि म राम्रै हेर्छु। बसाउ न यहाँ आएर, के उभिरहेको छु? बस केटा हो, चिल गर। बेलेर जा आइज बस।
ल ल केटा हो आज बेलुका 9 बजे राति नेताज्यूलाई माल डेलिभरीको जानुपर्छ हामी। माल डेलिभरी गरेपछि क्यास आउँछ। क्यास आए पछाडि तँ आफ्नो बाटो तँ आफ्नो बाटो म आफ्नो बाटो। अनि केटा हो योचोटि नेताज्यूले हामीलाई ठुलै काम दिएको छ। अब अर्कोचोटि झन् यो नेतासँग हामीले काम गर्दै गयौँ भने मालामाल हुन्छ केटा। यो नेतालाई हामीले छाड्नु हुँदैन। कसरी हुन्छ यसले भनेको काम राम्रोसँग गर्नुपर्छ। पोजिटिभ प्लानले दिन्छ है। त्यही भएर हामी बेलुका आज 9 बजे राति त्यहाँ ज्ञानदुर्गेको गेस्ट हाउसमा हामीले भेट्ने प्लान बनाएको छु मैले नेताज्यूलाई। हामी त्यही भएर हामी सबेरै जानुपर्ने हुन्छ। सल्लाह गर्ने हो होइन। बोसले भरे बेलुका राति भेट्नु भनेको छ। अब टक्क लगाएर बेलुका राति होटलतिर भेट्नु भेटेर रमाइलो गर्नु।